पिता पुत्र र पवित्र आत्माको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह बारक मुबारक। आज म तपाईँहरूको बिचमा उपवासबाट कस्ता फाइदाहरू हुन्छन् भन्ने कुरा बताउन गइरहेको छु। म केही समय अगाडि जो पसलमा खाद्यान्न पसलमा गएको थिएँ र खाद्यान्न पसलमा गइराख्दाखेरि चाहिँ मानिसहरू सामान किनिराखेका थिए र उनीहरूको चाहिँ ले सामान किन्ने क्रममा म त्यो सरब पसलमा गएँ। त्यो सरब पसलले के गरेको रहेछ भने 500 अथवा 550 मा किनिसकेपछि एउटा बाल्टिन अथवा बाटा फ्री। मानिसको भिड मैले त्यहाँ देखेँ, किनभने उनीहरूले त्यो सरबमा अर्को फाइदा चाहिँ के देखेँ भने बाटा अथवा बाल्टिन जुन उपयोगी हुन्छ। त्यसले गर्दा सरबले कपडालाई सफा गर्ने काम गर्यो, धुनलाई सहायता गर्यो भने त्यो बाल्टिन पनि के भयो, उपयोगमा आए। यसरी उनीहरूले दुईटै कुराको फाइदा लिन सक्ने देखेर त्यो चाहिँ उपहार भएकै वस्तु किनेको मैले पाएँ। यहाँनिर हामीले जब उपवास बस्छौँ, उपवास बस्दै जाँदाखेरि चाहिँ कहिले कहिले हामीले यो उपवास बस्नुको फाइदा के हो भन्ने कुरा हामी जान्दैनौँ। वास्तवमा यो उपवास रुटिन हो कि जस्तो लाग्छ। के उपवास रुटिन हो त? वास्तवमा उपवास रुटिन होइन, कसैको लागि रुटिन बनाइएको होइन। उपवासका धेरै फाइदाहरू छन्। आत्मिक रूपमा त छँदैछ र शारीरिक रूपमा पनि धेरै फाइदाहरू हामी चाल पाउँदछौँ। उपवास विभिन्न कारणले महत्त्वपूर्ण मानिन्छ, जसमा स्वास्थ्य, आत्मिक, मानसिक अनुशासन तथा सांस्कृतिक परम्परा आदि समावेश भएका हुन्छन्। ती केही महत्त्वपूर्ण कुराहरू तपाईहरुको बीचमा म प्रस्तुत गर्न गइसकेको छु। जब तपाईँ र म उपवास बस्छौँ, तपाईँ र मेरो स्वास्थ्य चाहिँ के हुन्छ, एउटा स्वास्थ्यमा हामीले लाभ प्राप्त गर्छौँ। हामीले चाहिँ स्वास्थ्यमा निरोगिता ल्याउने काम गर्छ, स्वास्थ्यलाई फाइदा गर्छ। शरीरमा रहेका डिटक्सिफिकेसन भन्ने जुन पदार्थहरू हुन्छन्, जो विषाक्त पदार्थहरू हुन्, ती विषाक्त पदार्थहरूलाई उपवासको माध्यमले के गर्छ, हटाउन मद्दत गर्छ र ती तपाईँ र मेरो शरीरमा रहेका विषाक्त तत्त्वहरू त्यो हटेर जान्छ। जब तपाईँ र मेरो शरीरमा त्यो विषाक्त तत्त्व हुन्छ भने तपाईँ र मैले सोच्ने सोच पनि विषाक्तै हुन सक्छ। यसकारण जब हाम्रो तपाईँ र मेरो शरीरमा ती विषाक्त तत्त्वहरू जान्छ, विषाक्त तत्त्व गइसके पछाडि चाहिँ त्यसले हामीलाई के गर्छ भनेदेखि त्यसले चाहिँ तपाईँ र मलाई सकारात्मक सोचको वृद्धि गराउँछ। यसकारण तपाईँ र मेरो सकारात्मक सोच हुनको लागि चाहिँ के आवश्यक पर्यो भने हामीमा शरीरमा रहेका विषाक्त कुराहरू हट्न आवश्यक रह्यो र जब ती विषाक्त कुराहरू हट्छ भने हामीले चाहिँ के गर्छौँ, परमेश्वरसँगको सम्बन्ध स्थापित गर्न सक्छौँ। र यति मात्र होइन, मानिसहरू तौलको कारण चिन्ता छन्। कोही हामी देख्छौँ कसैको ठुलो भुँडी अनि हिँड्न पनि अप्ठ्यारो, अनि हेर्दै जाँदाखेरि चाहिँ के हुन्छ, समस्या भएको हामी चाल पाउँदछौँ। यसकारण जब तपाईँ र म उपवास बस्छौँ भने तपाईँ र मेरोले के गर्छ, तौललाई घटाउँछ र तौललाई सन्तुलन राख्छ र हामी निरोगी हुन सहायता गर्छ। यसको मतलब तपाईँ र मलाई तौल घटाउनु भनेको जब हामी स्फूर्त हुन्छौँ, जब हामी एक्टिभ हुन्छौँ, हाम्रो दिमाग पनि के हुन्छ, एक्टिभ हुन्छ र परमेश्वरको कार्य गर्न हामी अगाडि बढ्न सक्छौँ। अर्को कुरा, तपाईँ र मैले स्वास्थ्यमा हेर्नु, आटोफेगी शरीरका कोषहरू आफैलाई सफा गर्ने प्रक्रिया हो, जसले बुढ्यौली रोक्न वा रोगको जोखिम कम गर्न मद्दत गर्छ। हाम्रा शरीरका कोषहरूलाई के गर्छ, सफा गर्नुपर्छ। जस्तै हामी तपाईँहरू कतिजनासँग मोटर बाइक छ अथवा कार छ, त्यो कारलाई सर्भिसिङ गर्नुपर्छ र सर्भिसिङ गरेपछि राम्रोसँग चल्छ। यसै गरी तपाईँ र म जब उपवास बस्छौँ, उपवास बसिसके पछाडि तपाईँ र मेरो के हुन्छ, आत्मिक रूपमा त्यो सर्भिसिङ हुन्छ र जसले गर्दाखेरि चाहिँ शरीरका कोषहरू स्पष्टसँग के हुन्छन् भने तिनीहरू सफा हुन्छन्, हामीले काम गर्न मद्दत पुर्याउँछ। यसकारण रक्तचाप तथा मुटुमा को स्वास्थ्यमा के हुन्छ, सुधार आउँछ र उपवासले रक्तचाप घटाउने, कोलेस्ट्रोल नियन्त्रण गर्ने तथा हृदयका रोग जोखिम कम गर्न मद्दत गर्छ। यसकारण तपाईँ र मेरो सम्बन्ध शारीरिक रूपमा साथै मानसिक र आत्मिक रूपमा उपवास बस्नु चाहिँ महत्त्वपूर्ण कुरा हुन्छ। र आध्यात्मिक रूपमा हेर्नु भने यसले आत्मा संयमको अभ्यासलाई यसले चाहिँ के गर्छ,
अगाडि बढाउँछ। उपवासले हाम्रा इच्छा शक्तिहरू बढाउँछ र भौतिक वस्तु हामीले चाहिने बाहिरका कुराहरूमा चाहिँ आत्मनिर्भरता गराउँदैन, परमेश्वरसँग निर्भर गर्न सिकाउँछ। शरीर र आत्माको यसले शुद्धिकरण गर्छ। उपवासले आत्मिक रूपमा हामीलाई शुद्ध तुल्याउँछ, हाम्रा पापबाट अलग राख्छ र परमेश्वरप्रति समर्पित हुन सहायता गर्छ। तपाईले मानसिक र भावनात्मक रूपमा फाइदा हुन्छ। उपवासले हाम्रो ध्यान र मनोबललाई मजबुत बनाउँछ, हाम्रो तनाव र चिन्तालाई कम गर्छ। जब न्यूरोट्रान्समिटरलाई सन्तुलन राखेर उपवासले मानसिक शान्ति ल्याउन सक्छ। जब तपाईँ र म उपवास बस्छौँ भने यसले तपाईँ र मलाई के गर्छ? मानसिक शान्ति ल्याउँछ र इच्छा शक्ति र धैर्य वृद्धि हुन्छ। भोक तथा तृष्णाको नियन्त्रण गर्नलाई आत्मा संयमको विकास हुन्छ। यसले तपाईँ र म आफूलाई आत्मा संयममा राख्न सक्छौँ र सामाजिक रूपमा पनि यसको महत्त्वपूर्ण हुन्छ। यसकारण उपवासले तपाईँ र मलाई जीवन दिन्छ। तपाईँ र म उपवास बस्न पछाडि नहटौँ र अगाडि बढौँ। आमेन। परमेश्वरले तपाईको जीवनमा आशिष दिनुभएको होस्।